अब कक्षा 12 को परीक्षा कसैले रोक्न सक्दैन। सरकारको आयो कडा निर्णय, शिक्षक नभए पनि परीक्षा रोकिँदैन। नमस्कार, म चक्र घिमिरे, तपाईँ हेर्दै हुनुहुन्छ ताजा कुरा। कक्षा 12 को परीक्षा अब कुनै बहाना छैन, इक्जाम पक्का हुने भएको छ। सरकारले अब निजामती कर्मचारी खटाएर भए पनि कक्षा 12 को परीक्षा तोकिएकै मितिमा वैशाख 11 गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। हो, तपाईले ठिक सुन्नुभयो, परीक्षा अब रोकिँदैन। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकलाई पूर्ण परीक्षामा सहभागी हुन आग्रह गर्ने निर्णय पनि भएको जानकारी दिनुभएको छ। तर यदि आन्दोलनमा रहेका शिक्षक नआए भने जिल्ला प्रशासनले सबै जिम्मा लिनेछ। प्रमुख जिल्ला अधिकारी अर्थात् सिडिओलाई नै परीक्षाको सम्पूर्ण जिम्मा दिने तयारी भएको छ। बोर्डका एक पदाधिकारीका अनुसार निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने किन 12 कक्षाको चाहिँ परीक्षा गर्न सक्दैनन्? यही सोचका साथ अगाडि बढ्ने बताएका छन्। साथै सबै शिक्षकहरू आन्दोलनमा नरहेको कारणले जहाँ उपलब्ध छन् त्यहाँ शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षकको रूपमा रहनेछन्। बाँकी ठाउँमा विकल्प खोज्ने जिम्मा सिडिओलाई दिइएको छ। यसरी कक्षा 12 का विद्यार्थीको लागि अब परीक्षा हुने लगभग पक्का भएको छ। तपाईँ तयारीमा लाग्नुहोस्। सरकारले परीक्षाको तयारीमा जुट्न आग्रह पनि गरेको छ। यदि तपाईलाई यो खबर उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित बिदा हुन्छु। धन्यवाद।